रमाइलो ल बिहेको मान्छेहरू भेट्नु लागेको छ भात आइपुग्यो भात ल साथीहरू बिहे घरमा आएको सिरा पानी परो चर्को ल यस्तो बुई चढ्न पाइन्छ देख्यौ बिहे गरेपछि दुलाको मेकअप हुँदैछ सुरुदेखि नै हो युट्युबमा हाल्ने दुलाको मेकअप भइरहेको छ नि ल यो चाहिँ शुभ विवाह गाडी हो आज चाहिँ हाम्रो भाइ के भनौँ हाम्रो भान्जा गाडी चलाउने भान्जा चलाइदिन्छु ल ठिक छ त्यसो भए यो चाहिँ गाडी भइहाल्यो अब हामी चाहिँ जन्त हिँडेको होइन भान्जा जन्त हिँडेको जन्तीहरू त आउँदैछन् म हेर्छु है ल सर ल दुला बाबु आउँदै दुला बाबु आउँदै हुनुहुन्छ टडक्क लाएर अट्याङ्जी बोकेर सुटकेस बोकेर ओए मान्छे त के हो यार धेरै पो हुन्छ क्या हो ल है ल ए धाना हो न धाना हो बाजेलाई कोही धाना हो है ल चन्त हिँडेको दुला बाबु हाँडो निस्किँदै हुनुहुन्छ हजुर नै गरेको हजुर म अहिले उता रामेछापतिर ल दुला बाबा आउनुभयो चट्ट लाएर दुला बाबा आइसक्नुभयो चट्ट कानमा फुल सिउरेर नाचिदेऊ निउरेर होइन उहाँ नै हो दुला बाबु ल चटक्क लाएर यति हो सानोतिनो बिहा हो दुली ल्याउने हो बस भइहाल्यो त्यही हो ए फुच्चे ओइ ओ फुच्चे नम्बर दिन्छु त्यो गर घाँस गुवासमा त ब्लाउज ल्याइदियो भन्न त पैसा तिरेर राखिदियो त ल्याउने होइन बजारतिर हो भने नानी बाटो खेल ल्याउने थियो म गाडीमा आज अब त ए दमैले भएको होला सानो सामान ल्याउन थियो घाँस गुवासमा भनेर जाऊ माथि शीतल नगर बस्छु मम्मी भठा गरेर बस्छ जाउँ न घाम भयो कि ल रमाइलो
अहिले चाहिँ हाम्रो राम्रो दमौली बजार आइपुग्यो होइन टक्क लगाएर दमौली बजार यही हो हाम्रो राम्रो दमौली बजार यो चाहिँ दमौली बजार हो अहिले त सफा सडक त्यतै हो ल दमौली बजार चाहिँ यो ढेक्का लाएर जाने गाडीहरू सबै डुम्रे बजार सर र कान्छी हर ल डुम्रे बजार अब हामी हाम्रो लेफ्ट साइड हामी चाहिँ जान लाग्छ 22 नासेटारको लागि जान लाग्यो नासेटारको लागि नासेटार भन्ने ठाउँ छ यता टक्क यहाँबाट गयो यतापट्टि डुम्रे बजार यतापट्टि नासेटार ट्याक्क नासेटार ल गाडी लेफ्ट हान्यो है इकडा हो बायाँ हान्यो गाडीले बायाँ हान्यो गाडीले बायाँ च्याप्यो अब यो नासेटारको लागि यो चाहिँ भित्री बजार हो डुम्रेको ट्याक्रेका लाएर यही हो ल गाडीवाला दाइ ल यहाँबाट सर्लक्क यता गएपछि नासेटारको लागि हामी पुगिन्छ जाँदै हो नासेटारको लागि गाडी तन्क्यो अब नासेटारको लागि गाडी तन्किसक्यो अब के भानु अब हामी भानुतिर जाँदैछौँ यही हो अब चाहिँ हामी सिधै बेहुलीको घर गएर के अरे ए हुन्छ 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 ल हुन्छ आधी घन्टा पुगिन्छ अरे हिँडेर कसम खुदै गोलीले बिहान बनाएको चाहिँ हाँसले हातमा बेरेर हिँडिदिन्थ्यो नि होइन यसरी नै हो आज त मैले त आकाशले कहाँ कुन दुलामा के गर्छ पुरा सिकेर चाहिँ रन्काउनु मन लाग्यो मलाई पनि के पुग्छ नि खोइ छ ल्याउँछु नि कहाँबाट गरम न खाऊ यार बडा तिर्खा लाग्यो मलाई यार लाग्यो दुलेको घरतिर दुले भनेर सर्लक्क साइली घर लाग्यो अब म चाहिँ पछि अब जन्त्याएको मान्छे अब अगाडि मै बेहुलो भनेर जाने कुरो भएन अब बिस्तारै लाग्छु म पछि यस्तो दुलेको घर आउन लाग्यो अब दुला बाबु कहाँ आउनु है ए त्यहाँ रहेछन् दुला बाबु त्यहाँ रहेछन् उता माथिपट्टि बर्बाद छ बर्बाद ल ठिक छ अब भरे योभन्दा पहिला आउँदा गरौँ हामीले लिन आउँदैन र लिन आउँदैन तिनीहरू यहाँ जन्ते आएको सिस्टम छैन कि आफै जाने च्याप एउटा त मैले यस्तो गर्नुपर्छ है यस्तो गर्नुपर्छ हल्का त छोएन मलाई कि छुट्टै हुन्छ हुन्छ भयो छोए हजुर भाइ के छ तिमीलाई नि यिनलाई पनि एउटा खोज्नु पऱ्यो है यहाँ आज बेहुली
बोक्नै पर्छ आज त ल लौ दुलालाई लय लौ लय दुलालाई नरुन है रुन त फेरि रह्यो फेरि ओ आज दुला रुना जामै आकाश जन्ती हान मलाई लाग्यो आर्मीको मान्छे भन्नुमा लाउँदा कि झट्ट ड्युटीमा बस्छ ल म चाहिँ बसेँ आर्मी केही भयो भने टिका लगाएर माला कि मालालाई टिका लगाएर माला साट्ने होइन बाबुले लाउने आकाशलाई बोलाएको कता गयो आकाश फेरि हिँड्नु पऱ्यो बहिनीलाई लियो त साइडमा बस्नु भन त ओ ए मिज्जु लगायो मिज्जु लो बिहे भयो तीनचोटि लाउनु पर्यो पर्दैन आनन्द आउनु पर्ने ल यो चाहिँ तुली घर हो तुली घर चाहिँ यस्तो छ सर यस्तो छ यहाँबाट यताबाट यता देखिन्छ सब फाँटहरू फाँट चाहिँ राम्रो रहेछ यहाँनिर यार अरू जस्तो भए पनि फाँट होइन यस्तो राम्रो बसेको फाँट रहेछ सर लक्क यताबाट गरेर यता 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 ल यो म गएँ यतापट्टि ल यही हो बिहे भयो अब बेहुलाले बेहुली लगायो हाम्रो आकाश बाबु चाहिँ अब एक्लै लन्ठ्याङ यतापट्टि हाम्रो आकाश बाबुलाई छिकै एउटा कहाँ गएछन् तिनलाई त छोड्दैन आज हाम्रो आकाश बाबुले फेरि नि हुनु आकाश बाबुको नि यता जाने ट्याक्क दमतार मिल्छ यिनीहरूको भिडियोमा हाल्ने यता काले नि हेर्ने मिल्छ अझै यसले मलाई मन पराएछ भन्ने थाहा होस् कि आउँदाखेरि जन्ती आउँदै यसले मलाई मन पराएछ भन्ने कुरो चाहिँ हुनु पऱ्यो कि ल त्यही हो अब बिहे समग्रमा झोली झाम्टा केही छैन
यस्तै हो सामान्य टिका टालो गर्ने चल्दैन भात आइपुग्यो भात अनि यता दिपुले सर्लक्क सबलाई देखाउनु पर्ने हौ गम ल दुलै महारानीको घर यही हो टक्क लाएर यस्तो छ सरक्क परेको यताबाट आएको हामी चाहिँ त्यहाँ खाना खाँदैछ नि हामी पनि खाना खान लाग्यो ल असिना परेपछि चाहिँ टक्क पानी यता भयो के हो खुसु खुसु हजुर के हो पैसा पाइन्छ ए ल ठिक छ ल ठिक छ ल पैसा पाइयो हेलो लास्टै उल्टो यहीँ गरेर दाँत देखाउ न हो भोलि आउँछ युट्युब च्यानलमा भान्जा हो भाइरल त्यही हो कि तिमी बार कस्तो नआउने हो आइरहेको हुन्छ कि त्यहाँ मार्क्स लाएकै छ त त्यहाँ आउनु पर्ने 2 मिलियन सब्सक्राइबर अलि चिन्छन् कि भनेर हो कि मान्छे मान्छे चिन्छन् भनेर हो कि युट्युबकै नाम राख्ने भनेर इन्सेन्ट तो के इन्सेन्ट गेमर इन्सेन्ट भ्लग त्यो हिसाबले त्यो भाइमा लेखेको इन्सेन्ट त्यसरी लेखेको हो कि मतलब पनि सोचे बुझेर लेखेको इन्सेन्ट 444 इन्सेन्ट त चाहिँ ट्यापे भ्लग हालेको ल ल अब यस्तै हो जाम अब यस्तै हो ल अलिअलि जान तपाईँहरू पनि गयो हुन्छ पछि पछि एक्लै भयो ए जामै हामी पनि एक्लै बनाउँदिनु हुने जुले म अगाडि भयो दिपु आउने यार म एक्लै भएँ ल हुन्छ यतै छेउसम्म राख्दा हुन्छ गाडी उता होला फेरि ल हुन्छ भित्र राखिदिनु भयो नि हुन्छ भित्र राखिदिनु भयो नि हुन्छ गाडी यही हो गाडी हो दुलालाई पनि बिहा हुन्छ के राख न एकछिन जान्छ यहाँबाट छ ट्याक्क यस्तो बुई चढ्न पाइन्छ देख्यौ बिहे गरेपछि बेहुली लिएर टक्क गाडी अगाडि बढिसक्यो सरक्क साइली भइसक्यो बेहुली लिएर बेहुली अगाडि हामी हिँडेको ल हामी जान्छौँ है ल ल ल